हाई एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। हजुर सबैजना सन्चै नै होला है। म पनि सन्चै नै छु। आज चाहिँ म र मम्मी चाहिँ यहाँ अलिकति घुम्नु निस्केको थियो है घरबाट। अन्त आज चाहिँ चिसो चिसो थियो तर पनि नजाउँ भनेर सम्झेको थिएँ होइन। तर अब मम्मीले भने फुल भन्ने बित्तिकै मलाई चाहिँ अब के एनर्जी आइहाल्छ होइन। मलाई फुल भनेपछि चाहिँ कति धेरै मनपर्छ भने तपाईँलाई थाहा नै छ होइन। अनि मलाई इन्डोर आउटडोर जुनै फुल भए पनि मलाई सबै नै मनपर्छ। यो चाहिँ क्याक्टसको उयो रहेछ हो कलेक्सन। अन्त मलाई चाहिँ क्याक्टस त्यस्तो खासै मन पर्दैन, त्यसमा बेसी काँडाहरू हुन्छ होइन। राम्रो त्यति साह्रो उयो लाग्दैन होइन। घरतिर चाहिँ मलाई पोजिटिभ भाइब दिन्छ जस्तो लाग्दैन होइन। त्यसै कारणले गर्दा मलाई क्याक्टस चाहिँ खासै मन पर्दैन। अनि यो चाहिँ सबै क्याक्टस मात्रै रहेछ होइन। यो लाइनमा चाहिँ सबै क्याक्टस रहेछ। अनि यतापट्टि चाहिँ जेरेनियमहरू रहेछ होइन। जेरेनियमको भर्खर बिउहरू निकालेको रहेछ, सारेको रहेछ। अन्त यता चाहिँ मम्मी चाहिँ क्याक्टस हेरिरहेको रहेछ होइन। किन भन्दाखेरि चाहिँ मम्मीले चाहिँ युट्युबमा देखाउँदै थियो नि त मलाई एउटा क्याक्टसमा चाहिँ, त्यो चेप्टो खालको क्याक्टसमा चाहिँ यसो कानहरू छेड्दैन, त्यो क्याक्टसमा चाहिँ पुरा फ्रुटहरू लाग्छ होइन, मान्छेले खाने गर्छ होइन। त्यो क्याक्टस चाहिँ इटेबल हो भनेर भनेको थियो नि त होइन। अन्त मम्मीले यो पनि खाँदा हुन्छ होला है भन्दै थियो होइन। होइन नलैजाउँ है, यो जस्तो के लगेर के गर्नु भनेको नि त होइन। मलाई चाहिँ डर लाग्छ कि काँडाहरू भएको यो प्लान्टहरू रोप्नु भने नानीलाई है घोच्छ उठ्छ होइन। त्यसै कारणले गर्दाखेरि यो सबै इन्डोर प्लान्टको कलेक्सन रहेछ होइन। इन्डोर प्लान्ट चाहिँ बेसी छैन रहेछ, थोरै कम्ती नै रहेछ होइन। अन्त कम्ता रहेछ, प्रायः जति स्नेक प्लान्ट मात्रै रहेछ होइन। बेसी झट्टै चाहिँ मुनिपट्टि चाहिँ पिस लिली रहेछ। पिस लिली पनि मेरोमा छ है, म उता घरबाटै लिएर आउँछु भनेर चाहिँ मैले लिएन हो। अब चाहिँ हामी फर्केको। आजको लागि यति नै गाइज, बाई बाई।